थाल भेछिया भेनया थाल भेछिया भेनया लेले ताल झुंगू हे पासोया ए लालुया धेधे चुला छाए लालुया छत्ता सोया धेधे चुला छाए लालुया छत्ता सोया भभनया भाजो न भेवला भभनया भाजो न भेवला भेभेलुया नेथे। आजको कार्यक्रम त हाम्रो नेवारको चाहिँ एउटा परम्परा अनुसार नवमी पूजा गरेर चाहिँ यो गर्दाखेरि सी खाने भन्ने कुरो चाहिँ कुखुराको टाउका नखाएसम्म हामीले चाहिँ खेतबारीमा खनजोत गर्न यताउता नमिल्ने भएकोले कारणले गर्दाखेरि आज एकादशीको चाहिँ सरासक पश्चात चाहिँ हामीले चाहिँ सी खाने कार्यक्रम राखेको छ धन्यवाद। यसो अब मैले भन्नुपर्ने धेरै केही पनि छैन। हाम्रो पूजा लिने सिस्टम छ, जे भन्न पर्ने अगाडिको मानबाबुले भन्नुभएको छ, अब बाँकी रहेको पछाडिकाले भन्नुहुन्छ भने हाम्रो परम्परा अब यो नेवार जातिको अन्तिममा गएर सी खाने भन्ने यो संस्कार अहिलेसम्म भएको अब त्यो रीतिरिवाज हामीले मेट्न नसकेको होइन र अहिलेसम्म हामीले गर्दै गरेका छौँ। त्यही त अब अरू के भनौँ त त्यही हो। ओके अब मैले त के भन्नु सक्छु, सबै मेरा छोराहरूले भन्दै अब त्यही हो, होइन त फेरि सेम हो। अब यसभन्दा पहिला हाम्रा बुवा अग्रजहरूले भनिसक्नुभयो हाम्रो नेवारको परम्परागत संस्कृति अनुसार यो टिकाको अर्कन दिने प्रयोग गरेर यो हामी जुन नवमीमा काटेको बलि चढाएको कुखुराहरूको आज टाउको खाने सी खाने चलन छ। यो पहिलेदेखि चलिआएको चलन हो। यो चलनमा चाहिँ सबभन्दा पहिला चाहिँ आफूभन्दा ज्येष्ठ सदस्यबाट मान्यजनबाट सुरुमा फुलटिका लगाइन्छ। त्यस पछाडि टाउको कुखुराको टाउको सुरुबाट दिँदै दिँदै आइन्छ। त्यसपछि टाउकोसित एउटा पालु खाने चलन छ। त्यसपछि त्यो टाउको र पालु खान सकेपछि पखेटा अनि बाँकी रहेका चिउराहरू खाने चलन छ। अनि यसपछि आज हामी सी खाएपछि भोलिबाट हाम्रो चाहिँ काम पुग्छ, मेलापाता जाने होइन, खनजोत गर्ने कुराहरू सिक्छ। यो यति नै अहिलेसम्म चलिरहेको छ। धन्यवाद। कवा ए लालुया धेधे चुला छाए लालुया छत्ता सोया धेधे चुला छाए लालुया छत्ता सोया एलालुना सल्ले चाबालनी एलालुना सल्ले चाबालनी तोना जुइ पिछे मजु ढालनी एलालुया धेधे चुला जी एलालुया मन खुया धेधे चुला जी एलालुया मन खुया। सन्दीप ल सुरु है। ल यसो भुइँमा किन राखेको फेरि भुइँमा राखेर खाऊ थाप्नु हात थाप्नु। भिडियोमा आउँछ नि अलिक ठिलो सिलुवाला खोज्नुहोस्। यस्तो देखा
भेरी नाइस भेरी नाइस बिस्तारै खाने हो और रोग सिसा गरेर सबै सक्ने हो टाउको नखाऊ बोल्ने त अहिले खाने तपाईले खानु भनेकै विवेक तेरो बात चुरा हो खाम अहिले सबैले खाने भनेपछि खाने हो खाए टाउको त खाएँ मैले त्यहाँ जिएनजीले पर्खेर बसे हान्थे फेरि ठोक्का ल हालो र ए केटाहरु त कसले पोखो कोडाले पोखो यसलाई कार्बे दुईटा लडाइसक्यो हैन केरा हो के जानी जानी पोखेको कसले है हैन मार्का घोम्पे पारेर त्यसलाई खान मन छोडे गएर टोलालाई हेप्नी चिटिङ गरेर जितिहाल्नु उता पनि काका यसरी चिटिङ गरेपछि जितिहाल्नु अहिले जितिहाल्नु पर्ने पानी त अन्त हात धुनी हो गमला हात धुनी ल त्यो तिनटा ठोक्का ल दुर्गा नि हो त्यो सँगै ठोक्काएर के ठोक्के ल ठोक्का ल सोन ल घ्याम्पे घ्याम्पे खोइ के हुन्छ खाइगो ल घ्याम्पे आलो त्यहाँ घ्याम्पे हुँदैन हाम्रो विवेक ल घ्याम्पे आलो यस्तो गरेको बोतल भाइ यो पोजिसनमा रेकर्ड रहन्छ है फेरि बेनियन हुन्छ गोटा रोग स्याहार्न नसके भनेर हेप्छ त्यो बनाउन हो खानी हो यार भाइ यहाँ भएको भन्दा बढी हट्टेभन्दा कम छैनौ यहाँ ल्याएको भन्दा बढी आज मात्रै भोलि भोलि खायो भने त बङ्गाल झर्न नि हान्दिन्छ फेरि अब त यो चैते के अरे बैशाखी पूर्णिमा दसैँमा मात्रै हो अरू बेला फेरि खाएको भेट्यो भने त फेरि भेट्छौ फेरि जति सक्छौ खाऊ अहिले आज हैन 6 महिनालाई पटा पुरा 6 महिनापछि 6 महिना मात्रै हो ए आधुनी चाहिँ उतै बाहिर जानु पर्ने नेवारको परम्परा अनुसार आउनु पर्ने नाटक नगर सल्लाह नगर छिटो बजाउने बगाएको ल ओ फर्स्ट है Get the
लाइक एन्ड सब्सक्राइब कमेन्ट पनि गर्नु होला यहाँ चाहिँ हाम्रो ढोकाइ कार्यक्रम चलिरहेको छ। ल गाइस कतिको रमाइलो भयो दादा।